आज मेरो खाना खाने बेला भयो। मेरो खानामा चाहिँ यहाँ करेलाको तरकारी, जोडेको साग, प्याज, अनि यो चाहिँ खरबुजाको खरबुजा आलु कोरेको अचार, गाजरहरू। म चाहिँ गरीमा लु छ नि त अहिले लुबाको कारणले प्याज खाइरहेको छु। हजुरले पनि खानु। प्याजहरू खुर्सानी नखाइदिनु मलाई खाएर जाँदैन। गाईहरू यो खुर्सानीहरू चाहिँ कत्रो छ कमाएको गाईहरू कति ठुलो खुर्सानी पनि हुँदो रहेछ। म त छक परेको यति ठुलो खुर्सानी पनि हुँदो रहेछ गाईहरू। ल मलाई त फेरि भात खाँदा कम्तीमा मैले 5 देखि 7 वटा खुर्सानी खान्छु। गाईहरू हजुरहरूलाई पिरो कतिको मनपर्छ भन्नु होला। यो खरबुजो अचार हजुरहरूलाई मनपर्छ कि पर्दैन? खरबुजो खाएपछि त्यसको बोक्राले काटेर बोक्रा फालेर कोरेसामा कोरेर आलु मिसाएर बनाएको अचार हो। यो चाहिँ मैले आँपको अचार यो किनेको होइन गाईहरू, यो म आफै बनाएको। आज पनि बोलीको दाल भन्नुभयो होला, आज चाहिँ मसुराको दाल हो गाईहरू। यो पनिला चाहिँ हाम्रो घर पछाडि बारीमा फलेको, अलिक भुट्दा चाहिँ अलिकति डढे जस्तो तार्दाखेरि चाहिँ अलिकति कालो कालो भइरहेको छ। त्यही पनि खाँदा चाहिँ एकदमै स्वादिलो छ। जोडेको साग हाम्रो घर चाहिँ डेली साग हुन्छ। साग नभयो भने चाहिँ नानीले आमा बुवाहरू चाहिँ एकदम सागलाई चाहिँ तङ्गाली नै बनाउनु त डेली पाकिरहेको हुन्छ साग। मलाई एकदम प्रिय भयो गाईहरू खुर्सानी खाएको। 3टा खुर्सानी खाइसके गाईहरू, यसैमा 4वटा हो।